कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्। कुनै पनि कामका चरणहरू हुन्छन्, कूटनीतिका पनि चरणहरू हुन्छन्। भारतमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको आम समस्या नै हुन्, त्यसकारणले हामीले तत्कालै त्यसलाई आजको आजै सम्बोधन गर्न सक्ने त्यो क्षमता अभिवृद्धि गर्न भ्याइसकेका छैनौँ भर्खरै सरकार गठन भएको हिसाबले। त्यसका लागि त्यहाँ भएको दूतावास र त्यहाँका संयन्त्रलाई अझ बढी चुस्त बनाउने र अझ बढी नागरिकको गुनासोलाई सम्बोधन गर्न सक्ने, त्यहाँ आवश्यक पर्ने चाहे स्वास्थ्यसँग सम्बन्धित विषयहरू हुन्, त्यहाँ कागजपत्रका सम्बन्धित विषयहरू हुन्, त्यहाँ धेरै कुराहरू, एउटा मानिस लामो समय बसोबास गर्ने ठाउँमा धेरै कुराहरू आउँछन्, जे जस्ता जनजीवनका लागि आइपर्ने समस्याहरू छन्, तिनलाई समाधान गर्ने संयन्त्रलाई अझ चुस्त बनाउन सकिने कुराहरू गरेर आइएको छ। समस्या त तिनै हुन्, प्रदेशमा हुने समस्याहरू लगभग उस्तै हुन्, तर त्यसलाई सम्बोधन गर्ने, त्यसलाई समाधान गर्ने संयन्त्र चुस्त भयो भने ती समाधानलाई मिनिमाइज गर्न सकिन्छ, तिनलाई न्यूनीकरण गर्न सकिन्छ। त्यसैतर्फ नै मैले इङ्गित गर्छु। यसपटकको भ्रमणको सबभन्दा ठुलो विशेषता के भने धेरै जस्तो अलिकति यो विदेश भ्रमणहरू, उच्च राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने अनि त्यो के भयो कसो भयो भन्ने नहुने, त्यस्तो परम्परा नभइकन हामीले गरेका सम्पूर्ण कुराकानीमा हामीले विभिन्न मित्र राष्ट्रका प्रतिनिधिहरू पनि, शीर्ष नेतृत्वसँगै प्रतिनिधिहरू पनि र हामीले पनि विशेष गरेर मेरा सबै बैठकहरूमा राजदूतावासका अहिले कार्यवाहक राजदूत नै उपस्थित हुनुहुन्छ। त्यसकारणले यो भित्र एउटा कुरा बाहिर एउटा कुरा हुने र अपारदर्शिता हुने, त्यस्तो कहीँ कतै सुनिएको त्यस्तो परिस्थितिलाई अन्यथा बाहेक कहिलेकाहीँ एकल भेटघाट पनि हुँदै नहुने भन्ने त होइन, तर त्यो कुनै परिस्थितिवश हुने कुरा बेग्लै हो। त्यसभन्दा बाहेक पारदर्शिता पनि एउटा महत्त्वपूर्ण विषय थियो। त्यसकारणले पारदर्शी छलफल भएको छ। छलफलका विभिन्न चरणहरूमा हामी प्रवेश गरेका छौँ र विशेष गरेर यो राजनीतिलाई अलिकति अर्थ राजनीतिमा परिणत गर्ने र हामीले अवलम्बन गरेको विकास कूटनीति, डेभलपमेन्ट डिप्लोमेसी र त्यसलाई आधार मानेर हामीले छलफलहरू गऱ्यौँ र विशेष गरेर नेपालले एउटा ऐतिहासिक जनमत प्राप्त गरिसकेपछि छिमेकी राष्ट्र भारतको त्यो परिप्रेक्ष्यमा त्यो लगत्तै भएको यो भ्रमणमा हामीले गर्नुपर्ने कुराहरू धेरै थिए। अघिल्ला सरकारहरूले गरेका कयौँ राम्रा कामहरूका निरन्तरताका विषयमा, कयौँ अल्झिएका सुल्झन बाँकी रहेका विभिन्न विकास आयोजनाहरूको बारेमा, त्यसलाई कसरी सुसम्पन्न गर्ने भन्ने बारेमा लगायत आपसी हितका विषयमा र विशेष गरेर बदलिँदो विश्व परिवेशमा संसारले एउटा विकास र समृद्धिको एउटा फड्को नै मारिसकेको अवस्थामा हामीले राजनीतिक परिवर्तन प्राप्त गरिसक्दा पनि, राजनीतिक परिवर्तन प्राप्त गरिसकेपछि पनि अलिकति अस्थिरता, सधैँ विभिन्न किसिमको मिलिजुली सरकार गठन हुने त्यो अस्थिरता पनि कायम रहेको हुनाले कुनै न कुनै इन अ वे हामी चाहिँ यो समृद्धिको यात्रामा कतै छुटेको महसुस गरेका थियौँ र तुलनात्मक रूपमा हाम्रा छिमेकीहरूले जुन फड्को मारेका छन् विकासमा, त्यो वास्तवमा लोभलाग्दो फड्को मारेका थिए र त्यसलाई, त्यो गतिलाई पनि हामीले समात्नुपर्ने अझ बढी महसुस गरेर पनि त्यससँग सम्बन्धित रहेर भ्रमण र भेटघाट भएको र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ अब भारतीय जनता पार्टीको निमन्त्रणामा, भाजपाका अध्यक्षज्यूको निमन्त्रणामा यो पार्टी टु पार्टी, पार्टीदेखि एउटा पार्टी र अर्को पार्टी बिचको सम्बन्ध पनि विभिन्न कुराहरूको आदान प्रदान गरिरहँदाखेरि अझ त्यसले लोकतन्त्रलाई अलि मजबुत पनि बनाउँछ र एक देशको एउटा सत्ताधारी पार्टी र अर्को देशको अर्को सत्ताधारी पार्टीका बिचमा त कयौँ कुराहरूको चाहिँ आदान प्रदान हुँदाखेरि सरकार सञ्चालनका कुराहरू, पार्टी सञ्चालनका कुराहरू र फेरि भाजपा एउटा संसारकै सबैभन्दा धेरै सदस्य भएको ठुलो राजनीतिक दल भएको हिसाबले पनि हामी दलका रूपमा भर्खरै उदाएको दल भएका हुनाले त्यसमा राजनीतिक दलका रूपमा पनि विभिन्न आदान प्रदानहरू हुन सक्ने
भएको हुनाले र त्यसका उद्देश्यका लागि आएको निमन्त्रणा थियो। त्यही सन्दर्भमा उच्च राजनीतिक नेतृत्वसँग भेटघाट भएको हो र भेटघाटमा भएका विषयवस्तुहरू दुई देशको हितका विषयमा, विशेष गरी हामीले सोचेको, हामीले विचार गरेको यो विकास कूटनीतिलाई मध्यनजर राखेर अगाडि बढ्ने कुराहरूमा र कयौँ कूटनीतिक विषयहरू जसको संवेदनशीलतालाई महसुस गरेर संवेदनशीलताका आधारमा विषयहरू राख्ने, अगाडि लैजाने यी क्रमहरूलाई निरन्तरता प्रदान गरेर म नेपाल फर्किएँ। निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको बाचा, बोलेर गरेको बाचा, लेखेर गरेको बाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला। प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्तापक्षले दिएर साध्य हुँदैन। म प्रतिपक्ष साथीहरूलाई यति भन्न चाहन्छु कि म थाहा पनि पाइराखेको छु, जुन कुरा स्पष्ट पारिसक्यो त्यसलाई निरन्तर त्यसलाई विरोधको विषय बनाएर अगाडि बढ्नुभन्दा थाहा पायौँ हामीले केही कुरामा प्रतिपक्षले रुचि देखाएन। हामीले भनेका, हामीले गरेका केही विषयहरूलाई लिएर प्रतिपक्षले प्रश्न उठायो, हामीले सुन्यौँ नि। प्रतिपक्षले विभिन्न मागहरू गर्यो, हामीले सुन्यौँ नि। अब अगाडि बढ्नुपर्ने हुन्छ। हामीले अस्थिरता अथवा सधैँभरि किचलोको वातावरण सृजना गर्नु हुँदैन। जे कुरा प्रतिपक्षले भन्यो, विभिन्न सञ्चार माध्यमबाट भनिरहेको छ, प्रतिपक्ष सदनबाट बताइरहेको छ, आलेखहरू मात्र पठाइरहेको छ, हामीले सुन्यौँ र हामीले जे सुधार्नुपर्ने छ हामी सुधार्दै दिएर जानेछौँ। जे कुरा ध्यानाकर्षण मात्र गरेको रहेछ, ल ठिक छ यसमा सचेत रहनु पर्ला भन्ने कुरा छन्, तिनलाई हामी सचेत हुने हिसाबले लिएका छौँ। त्यस कारणले यसलाई धेरै सधैँ यसैबाट संसारै पल्टेला जसरी यसैबाट सरकारै ढाल्नु जस्तो गरी एकदमै धेरै नोइज चाहिँ नगर्दा राम्रो हुन्छ भन्ने भन्न चाहन्छु। परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, राष्ट्रको परराष्ट्र नीति जस्ता विषय त्यो पार्टी पिछेको हुँदैन, देशको हुन्छ। देशको परराष्ट्र नीति भएको हुनाले र सरकारले, सरकारका प्रमुख प्रधानमन्त्री भएको हिसाबले प्रधानमन्त्रीले आफूले बोलेको कुरा सरकारले त्यसलाई त्यसको बारेमा के हो कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति मार्फत नै जानकारी गराइसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो। परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा, आफ्नो आधिकारिक पेज मार्फत, आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाइ यो हो, हामीले यो भन्न खोजेका हौँ, हामीले यो गरेका हौँ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।